त्यो कुन बाँकी छ हो त्यो लगाइदिउँ न हो त्यो यता हेर न छोरा यता अलि ओरा अलि यता फर्क हुँदैछ माथि सुकिसक्यो छोरी अहिले फेरि हुन्छ ब्लू भनेको चाहिँ सस्तै यो अनि सक्यो अब एउटा छ फाइनल ब्राउनै छ यहाँ ब्राउन छैन ब्राउन कलर टाइयो अब छोरी अनि त्यो टिकटिके सबैमा छ्यास्सा राखिदिनु अब टल्किने छ नि त्यो चस्सा राखिदिनु त सबैमा यता बाबु यता हेर्नुहोस् त चिरानो टल्के पनि हुन्छ सबैमा अलिअलि चस्सा राखेर त्यसले चाहिँ राम्रो देखिन्छ रसेर ग्रिन तलतिर झर्छ होला ओके अब यो निधारमा भयो त्यो अब कानमा थोरै कानमा चाहिँ ट्याक्क एकचोटि ठ्यास्छ हो राम्रो असल कुराहरू सुन्नु है नानाले राम्रो कुरा भनेको छ्यामाले पापा असल कुराहरू सुन्ने यो चाहिँ कान स्वस्थ रहोस् कान पनि छोरी धेरै सिपालु भएर गयो प्रेम यत्रो हुँदादेखि सुरु गरेको बाबा हो अलिक घोप्टे हुनु हो त्यसरी अब 1 घन्टा जति यो नखोल्नु 1.5 घन्टा जति गुड हो यसरी हो काटिन एकछिन बोलाएर हो अमृत मिठो चाहिँ खाइरहनु पर्ने वर्षैभरि नखाने कुराहरू नखानु भनेर चुरोट बिडी सुर्ती खैनी मासु सुन्नु नि छोरा के नखाने अझै ल देऊ न ए ल ओके यो रोटी पनि 3 चटनी निन्छ जति खानु छ खानु उजो खुवाइदेऊ न सुरुपा अब त अघिको छुट्टै हुन्छ यहाँ चाहिँ यति बेला मेरो छोरीले छोरालाई फुलटिका लगभग लगाइसकेको छ सगुन खुवाउने कार्यक्रम भइरहेको छ 2 हातले खुवाउनु पनि 2 हातले खुवाउनुपर्छ है अब यो काम चाहिँ वर्षौं होस् सक्यो लास्ट निदा खुट्टामै राखेर हो त फुल तिम्रो एकछिन हो खुट्टा चाहिँ के हो त ल छोरीमा अलिकति झुकेर बाहिर हो थोरै हो त्यसो गरेर खुट्टा नसुनु है हो त्यसरी दुईजना ढोका रहेछ ल गर्नु ल पनि गर गुड यस हो गुड अब वरिपरि पानी दुबो राख्नु पर्दैन खाऊ पियो न पियो थोरै सुप खाए जस्तो पनि गर न फेरि हो पैसा पो तिर्दैछ त यहाँ त डुबायो ल ठिक छ छोरा प्लिज यो चाहिँ वर्षौं पछि बेला हेर्नु अनि
एक ठाउँ मात्रै रहेछु भनेर थाहा हुन्छ भने यल्लो अनि अब ग्रिन हो त्यो टक्क छुवाउनु भेरी गुड ठ्यास ठ्यास पाऱ्यो भने यताउता भाग्ने छ यतापट्टि छ जस्तो भइरहेछ यो बिचमा चाहिँ छैन बिचमै छ त्यसरी हुन्छ हुन्छ ओके इट्स ओके इट्स ओके ब्लू अनि ब्लू धस्के हाल्यो भने बिग्री न गुड यो अब अक्को पनि लगाइदिनुहोस् अब फेरि नानाले ढोक्ने एकचोटि उठेर नानालाई एकछिन त्योभन्दा अलिक लोभ लाग्यो क्या हाम्रो छोरीलाई ल अब रोटी खुवाउनु त अलिकति खानु न गुड यो चाहिँ छोराछोरीले पछि वर्षौँपछि पनि युट्युब च्यानलमा हेर्छ है मेरो सुप्रिम छोराको युट्युब च्यानलमा हुन्छ यो भिडियो लुएर होला गर्दैछ त अनि बिस्तारै मेरो बसिरहेको निकाल्दैछ क्या यता पनि घुमाउ एकचोटि खाइसकोस् न पहिला नानाले कञ्चन हुनुहुन्छ बुढी मान्छे भइसक्यो यहाँ चाहिँ छोराछोरी चाहिँ एकदमै अमृतमा चाहिँ झगडा गरिराख्नु भएको छ दुईजना बिस्तारै ल्याइदियो नखाने अरे अलिकति किटिक्क खानु जति खायो त्यति नै भाग्यमानी हो भेरी गुड तिमी पनि अलिकति यस गुड उस्तैको भाग्यो भने त चेली माइती पाउँदैन हुँदैन पो त त्यसरी हो त्यसरी ल